मैले चाहिँ ओइल मसाजको लागि तयारी गर्दैछु अनि वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानलमा। मैले चाहिँ उहाँलाई ओइल लाउँदैछु पार्टिसन छुट्याउँदै मसाजको लागि। सो यसमा कमी कमजोरी के छ हेरेर मलाई कमेन्टमा भनिदिनु होला। हजुरहरूको सल्लाह सुझावले गर्दाखेरि म गल्तीहरूलाई सुधार्ने मौका पाउनेछु। न्यू आइडी हो मेरो, भ्लग बनाउनु खासै आउँदैन मलाई। म एकछिन चुप लागेर बसेँ है त, काम पनि गर्नु पर्यो। आएको चाहिँ ओइल लगाउँदै अगाडि इयर टु इयरमा आइपुग्यौँ। चाहिँ हाम्रो पार्लर चाहिँ इलाम बजारको चोक बजारनिर छ, माथिल्लो साइड। हामीले तेल लाउँदाको जहिले पनि अगाडि क्राउन एरियामा लाउनु हुँदैन, किनभने उनीहरूको स्किनमा गएर असर गर्ने हुन्छ। अहिले चाहिँ मसाजमा पुगिसकेको छु, मसाज गर्ने। अनि मसाज गरिसकेपछि 3 देखिको 9 घन्टासम्म छोडिदिने, त 3 घन्टामा सफा गरेर स्याम्पू गरेर नुहाइदिएर सुकाइदिएर कस्टमरलाई सिरम लगाइदिएर पठाउने घरतिर। धन्यवाद सल्लाह सुझावको लागि हजुरहरूलाई विनम्र अनुरोध गर्दछु। बाई बाई।